सशक्त युवा सिपयुक्त समाज उपस्थित सम्पूर्णमा नमस्कार। म माया शेर्पा, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 पेसाले म होटल व्यवसायी र आजको यस कार्यक्रमको कार्यक्रम सञ्चालक। तपाईहरू सम्पूर्णलाई यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएकोमा आयोजक संस्था र म व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। आज मिति 2082 साल असार 4 गते, तदनुसार 2025 जुन 18 तारिक बुधबार, अहिले बिहानको 8 बजेको छ। सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 4 ले 15 दिने बारिस्ता कफी सिप विकास तालिमको आयोजना यसै वडाको यस भवनमा सञ्चालन गर्ने भएको छ। तालिमको मुख्य उद्देश्य भनेको यहाँ व्यवसाय गरिरहनु भएका व्यवसायीहरूलाई दक्ष बनाउनु र व्यवसाय गर्न सक्षम बनाउनु रहेको छ। आज हाम्रो यस कार्यक्रमको उद्घाटन सत्र 2 घण्टाको रहनेछ। उद्घाटन सत्र समापनपछि हाम्रो प्रशिक्षण कार्यक्रम सुरु हुनेछ र प्रशिक्षणमा भाग लिनुहुने तपाईँ सम्पूर्णले हाम्रो वडा सचिव पुष्प श्रेष्ठसँग तपाईहरूले तालिमको फारम भरिसक्नु पर्नेछ र प्रशिक्षण कार्यक्रम 3 घण्टाको हुनेछ, 1 बजेदेखि 4 बजेसम्म। म अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु। आजको यस कार्यक्रममा सभा अध्यक्षताको आसन ग्रहण गरिदिनका लागि यस सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 4 का वडा अध्यक्ष श्री युवास तामाङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरेर आजको यस कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि म सोलुदुतकुण्ड नगरपालिका सोलुखुम्बुका प्रमुख श्री नामगेल जाङबु शेर्पाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यसै गरेर अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु यस वडाका वडा सदस्य श्री दावा शेर्पाज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु र हाम्रो अतिथिज्यूहरूलाई खादा तथा ब्याज वितरण गरिदिनका लागि यस वडाका सहयोगी रीता राईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहणकै लागि यस 15 दिने कफी प्रशिक्षण तालिममा आउनुभएका प्रशिक्षक सोनम तामाङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। साथै यहाँ उपस्थित सम्पूर्णलाई यथास्थानमा आसन ग्रहणको लागि पनि म हार्दिक अनुरोध गर्दछु। अब भने हामी राष्ट्रको सम्मान गर्दै राष्ट्रिय गान गाउनेछौँ, जसका लागि प्रमुख अतिथिज्यूहरू लगायत सम्पूर्णलाई यथास्थानबाट उठेर राष्ट्रिय गानमा सरिक भइदिनका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर प्राविधिकज्यूलाई राष्ट्रिय गान बजाइदिनका लागि पनि म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद सम्पूर्णलाई। अब भने आजको यस कार्यक्रमको उद्देश्यलाई अझ प्रश्न पारिदिनका लागि सँगसँगै हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर पाल्नु भएका अतिथि लगायत सम्पूर्णलाई पुष्परूपी शब्दद्वारा स्वागत गरिदिनका लागि यस वडाका वडा सचिव श्री पुष्प श्रेष्ठज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। अब हामी कार्यक्रमको उद्घाटनको क्रममा छौँ। आजको यस कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गरिदिनका लागि आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा सोलुदुतकुण्ड नगरपालिका सोलुखुम्बुका प्रमुख श्री नामगेल जाङबु शेर्पाज्यूलाई आजको यस कार्यक्रमको ब्यानर वाचन गरेर कार्यक्रमको विधिवत उद्घाटन गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद।